ओहो दाइ उता होटल कति नजिक छ र मैले यसो फ्यामिली बस्ने होटल चाहिँ राख हजुरले यसो थाहा छ भने यसो भनिदिनु पर्यो मलाई ल जाऊँ न कता हो त्यसो भए जाऊँ हिँड्नुहोस् न त उसो भए जाऊँ हुन्छ भाइ जाऊँ ल भाइ हाम्रो यही नै हो स्टाइल जोन होटल ल हस् त हुन्छ सर मैले गेस्ट ल्याएर आएको छु नाम के हजुरको भन्नुहोस् त मेरो नाम रोकेश श्रेष्ठ घर पोखरा ठिक छ रुम एकछिन आराम गरेर आउँ रुमको व्यवस्था गर्छौँ हामी है ल हस् हुन्छ ओहो होटल राम्रो छ भन्ने त सुनेको थिएँ साँच्चीकै यो होटल त एकदमै बवाल रहेछ अब यहाँ केही समय मजाले बसेर गइन्छ स्टार जोन होटल प्राइभेट लिमिटेड आहा ल भाइ जस्तो बाहिरतिर जाऊँ होइन स्टार होटलमा बस्नु छ राम्रो रहेछ होइन बस्नु ठिक रहेछ हावा आउँदैछ ट्याक्क कुखुरा पोलेर खाने ट्याक्क लो यहाँ आगो बाल्ने ट्याक्क लगाएर आगो बालेर ट्याक्क पोलेर कुखुरा पोलेर खान सकिन्छ के छ राम्रो रहेछ हावा आउँदो रहेछ ल मलाई मजा लाग्यो ल स्टार तिमीलाई कस्तो लाग्यो केटाहरू राम्रो लाग्यो राम्रो लाग्यो के छ केटाहरू कुखुराको मासु खाने हो त पोलेर खाने ल ट्याक्क म एउटा कुखुरा लिएर आउँछु ट्याक्क होटलको सरसँग कुरा गरेर ट्याक्क पोलेर खानुपर्छ है हस् ल यही हो जाने त्यही होटल जय शम्भु जय भोलेनाथ जय दाइ नमस्कार नमस्कार दाइ चिन्नु मलाई चिने जस्तो लाग्यो कहाँ अरे भाइको घर मेरो घर चाहिँ बुटोल होटल हो हजुर हजुर म चाहिँ कोरिया बसेर आएको थिएँ कि दाइ 4 वर्ष कोरिया बसेँ अनि फेरि लकडाउन भन्नु अगाडि चाहिँ तपाईँ हाम्रो भेट भएको थियो म यहाँ पनि 1 हप्ता बसेको थिएँ त्यति बेला चाहिँ तपाईँको यो खानपिन बसोबासदेखि यहाँ एकदम सुनसान वातावरणमा मलाई एकदम खुसी लागेको थियो कि अनि तपाईँलाई चाहिँ म हुँदै सम्झिरहेको स्वागत छ एकदम खुसी लाग्यो धेरै पछि आइयो बाबु ल ठिक छ एकदम खुसी लाग्यो लामो समयपछि आएको मेरो भाइलाई ल सब ठिक छ लामो बसाइको कोरियापछि चाहिँ म दाइले सम्झेँ कोरिया हुँदै चाहिँ दाइले सम्झिरहेको थिएँ त्यसपछि चाहिँ दाइलाई चाहिँ म कुनै पनि यो फेसबुकहरू टिकटकहरू कुनै ठाउँ देखेन मैले एउटा टिकटक चाहिँ भाइरल भएको देखेको थिएँ ट्याक्कै स्किप गर्दाखेरि मेरो चाहिँ मोबाइल अफ भयो त्यो दाइसँग त्यसपछि मेरो कन्ट्याक्टै हुन सकेन तर कन्ट्याक्ट दिन भए पनि दाइको होटल चाहिँ मजाले लोकेसन सबै बसेको चाहिँ पहिले मलाई मजाले थाहा थियो त्यही भएर दाइले फेरि एकदम सम्झेर फेरि आएँ त्यसको लागि दाइसँग धेरै पछि भेट हुनु पाएँ एकदम खुसी छु दाइ ल ठिक छ खुसी लाग्यो मेरो भाइ सम्झेर आउनुभयो तपाईँ अब तपाईँले चाहिएको डिलक्स रुमै होला त्यही 5 नम्बर छ 5 नम्बर जानुहोस् न है
म रुममा गएँ अनि तातो चिसो के खाएर चिसो दाजु बसेर खानुपर्छ है आउनुहोस् तपाईँ माथि एकछिन रुममा म एकछिन सुन्दै गर्छु ल हस् भाइ म अलिकति बिजी पनि छु अहिले एकछिन बसौँ न बाबु है ल आराम गरेर गर्नु न है ल जति फ्रेस भयो नि हुनु बाबु मजाले फ्रेस हुनु बाबु आउनु टेन्सन गर्नु पर्दैन यो फ्यामिली बस्नु ठाउँ नि हो बाबु ल तिमीलाई धेरै खुसी भेटेर मलाई एकदम खुसी लाग्यो तिमीलाई कस्तो लागिरहेछ टाढा हुँदा त धेरै माया देखाउँथ्यो अहिले त केही बोल्दैन किन के भयो कस्तो लाग्छ पुरानो मान्छे लाज लाग्छ नयाँ मान्छे नि त म यही पुरानै तिम्रै त हो त्यस्तो नरुस्नु पर्दैन नि कति माया गर्थ्यौ म टाढा मलाई याद छ तिम्रो मायाहरू तिमीले जति माया गर्यो होइन त्यो भएर नै म तिम्रो लागि वेट गरेर बसिरहेको तिमीलाई नै म आफ्नो खाने म आज धेरै खुसी छु आज भगवान्ले तिम्रो र मेरो भेट गराइदिएका छन् धेरै लामो समयपछि धेरै कुरे धेरै झगडा भयो हाम्रो बिचमा होइन छुट्ला जस्तै भइसकेको थियो बिचमा तर मैले पनि सकिनँ तिमीलाई बिर्सनु र तिमीले पनि मलाई फलो गरिरहेको मेरो मायाले बुझ्यो र आखिरै मायाको जित भएको छ म एकदम खुसी छु थ्याङ्क यू गड थ्याङ्क यू अब हामी चाहिँ यहाँ बस्छौँ अब चाहिँ तिमीलाई चाहिँ म एकदम स्पेसल ठाउँमा होइन एकदम सुनसान वातावरणमा यस्तो स्पेस छ कि तिमी यस्तो कस्तो बुझ्ने छौ है मेरो लागि अब तिमीलाई चाहिँ म एउटा स्पेसल ठाउँमा लिएर जान्छु त्यहाँ चाहिँ हामी दुईजना मात्र हुन्छौँ यस्तो राम्रो वातावरण देख्छ बाहिर तिमीलाई चाहिँ स्वर्गमा आए जस्तो हुन्छ म त्यो फिल गराउन चाहन्छु जाउँ तिमीलाई म यो ठाउँमा लिएर आएको छु हेर न यस्तो राम्रो सिन छ है यस्तो राम्रो तिमीलाई चाहिँ हेर न अब बेलुका साँझको बहुत घुम्ने बेलाको घाममा तिमीसँगै म होइन यस्तो मजा छ यो ठाउँ पुरै भ्याली देखिन्छ नि यहाँबाट यस्तो मजा कस्तो घाम छ चारैतिर देखिन्छ हामी यसमा रमाउन चाहन्छु म तिमीसँग यसरी नै रमाउन चाहन्छु गर न एकचोटि गर न तिमीसँग यसरी सधैँभरि बस्न पाए कस्तो हुन्थ्यो आज चाहिँ म आफैले पुरै स्वर्गमा जस्तो लाग्यो अनि त्यसरी अङ्गालोमा बस्न मलाई हाम्रो 4 वर्षपछिको माया चाहिँ यसरी साट्न पाइहाल्छ मलाई एकदम खुसी लागिरहेको तिमीलाई देखेर म एकदम बेहोसमा छु आज म होसमा छैन
तिमी होसमा छौ नि किन बोल्दैन भनेको अनि त्यसरी कसो न अङ्कल तिम्रो धेरै माया चाहिहाल्यो मलाई अलिक धेरै माया गर न हौ यसरी सधैँ यसरी तिम्रो अङ्गालोमा निधाउन चाहन्छु सुतौँ साँच्ची हो तिमीले मलाई यसरी सधैँ माया गरिराख है म तिम्रो मायाको एकदम भोगी छु हामी बाँचुन् जेल 7,000 दिनसम्म तिमीले मलाई साथ दिइराख्नु म तिमीलाई साथ दिइराख्नेछु मलाई गरौँ भयो क्या ज्याकेट काट्नु त निक्लिनु भएको है ज्याकेट चलाउँथेँ एकछिन तिम्रो धेरै माया खोजिरहन्छु म तिमीबाट धेरै माया चाहन्छु मलाई अलिक धेरै माया गराउनु सधैँ ओ भाइ के छ बाबु अनि ठिक छ बाबु के हो एक्लै चाहिँ खै त गर्लफ्रेन्ड तपाईँले फोन गर्दै थियो तपाईँ आइहाल्नु खुसी लाग्यो दाइसँग दाइले माया गर्नुहुन्छ अनि के छ नयाँ खबर ठिक छ दाइ अब चाहिँ नेपालमै बसेर केही गरौँ भन्ने सोचले आएको छु ठिक छ विदेशमा कति बसिराख्नु नेपालमै केही गरेर चाहिँ नेपालमा असम्भव छैन गर्न सकिन्छ मैले पनि धेरै वर्ष भइसक्यो यो स्टार जोन होटल चलाइराखेको अनि 8-9 वर्ष भइसक्यो यो होटल मात्र चलाएको अब नेपालमा नि अब विदेशरी कमाइ गर्न गाह्रो छैन दाइ छैन मैले पनि यसो कन्सेप्ट लिएर आएको छु मेरो दोकान छ त्यो गर्दै दाइ हामी यति हुन्छौँ सबै मिलेर काम गरौँ ठिक छ बाबु के गर्नुपर्ने कस्तो गर्ने भने गर्नुपर्ने हो हामी एकाअर्कामा रेडी नै छौँ म अनि यही अपेक्षा गरिरहेको छु एकदम आशावादी छु दाइसँग भनेपछि जेस स्टार होटल चाहिँ आएर सुनसान ठाउँमा राम्रै छ नि है हजुर एकदम हेर्नु न बाहिरको वातावरण यस्तो छ बाहिर यस्तो चिसो हावा लागिरहेको छ यस्तो मजा छ बाहिरको पिसफुल छ नि त एकदम एकान्त जेस यहाँ हो हल्लाको चाहिँ त्यस्तो केही छैन एकदम आनन्दले मैले एकचोटि सोचेको थिएँ कि पहिला यो दाइकोमा चाहिँ म एकचोटि गर्लफ्रेन्ड लिएर आउँछु है भनेको थिएँ आज पनि पुरा भयो सम्झेको थिएँ किनकि त्यही भएर नि मैले यत्रो वर्षदेखि होटल चेन्ज गरेको छैन कि पहिला धेरै होटल किनबेच भइराख्यो यो त लामो समय थियो कारण नि किनकि यो होटलको चाहिँ वातावरण बस्नलाई आनन्द बाहिर पनि बस्ने स्पेस भइहाल्यो हाम्रो र चाहिँ आनन्द तरिकाको बस्नेको कारणले गर्दाखेरि यो होटल हामीले लामो समय गरिरहेको छौँ अझै सक्दासम्म गरिराख्छौँ हामी एकदम राम्रो छ यहाँ म पनि अब पहिला एकचोटि आएको थिएँ फेरि पल्टिएँ नि त तपाईँको माया भयो यहाँको अब डेकोरेसन लिएर खानपिन भयो मैले अघि नै भनिसकेँ तपाईँको तरकारी त्यो अचार छ कि हेर्नु हाम्रो सागपात पनि बारीमै हो बाबु सबै बारीमै हाम्रो सागपात हामीले बारीमा किन्दैनौँ पहिला 3 महिना भयो हामीले सागपात किनेको छैनौँ त्यो बर्खाभरि हामीले सागपात केही पनि किन्दैनौँ यहाँ सबै हाम्रो नेचुरल बारीकै हो अन्त जुन ठाउँमा तपाईँ बाहिर बस्ने ठाउँ छ गार्डनको उतातिर हाम्रो तरकारी छ तरकारी त्यही ताजा पाल्नुहुन्छ त्यो पनि पकाउँछ अब जाडो सुरु भयो भने त त्यही आगो बालेर त्यही खानु पर्छ आगोमा आगो यो हामी समय परिवर्तन भए पनि तर मान्छे परिवर्तन भएको छैन पुरानै हो कि हामी त्यही सम्बन्धले फेरि भेटेको छौँ नि त्यो सम्बन्ध हाम्रो सधैँ भेटेर आशावादी छु ल अब फेरि अब लागौँ तलतिर अब घाम पनि डुब्न लाग्यो अब केही खाजा पानी खाउँ न होइन ल